सुत्दिन्छु ल फेरि म अझै एकछिन पर्दैन त चिकन किनेर आएँ कोका कोलालाई चाहिँ वर्ल्ड कप लागिसकेछ फेरि यो मै खाँदाखेरि मर्दिन नि भन त बनिसकेपछि यस्तो देखिन्छ अरे है त यो हेलो गाइज गुड मर्निङ 9:15 भएछ उठेमा तर म कस्तो उठ्ने मान्छे नि यार सुत्दिन्छु ल फेरि म अझै एकछिन पछि उठ्छु फाइनल चाहिँ म उठेँ गाइज होइन अब टाइम हेरेको 2 मात्रै बजेर छ ल त गुड आफ्टरनुन अब म चाहिँ फ्रेस हुन जान्छु है त म चाहिँ फ्रेसेस भएर यसो खानासाना खान थालेँ है गाइज अनि त्यस पछाडि अनि आएर चाहिँ एडिटहरू गर्न थालेको गर्दा गर्दै 5 पो भइसकेछ यसो हल्का भिडियोहरू थियो कि एडिट गर्नुपर्ने ल गाइज अब चाहिँ म बाहिर निस्किन लाग्दैछु मार्केटतिर सो के किनमेल गर्नु पर्यो नि त तरकारी पकाउनु पर्यो नि त आज खानु पर्दैन त यस्तै छ है विदेशी जिन्दगी म चाहिँ आएँ प्यारो मार्केट डब्लु मार्ट उत्ताने मार्केट आज अब के लाने भनेर सोचिरहेको छु क्या म के लाने होला चिकन लानु पर्ला चट्ट म चाहिँ होइन चिकन किनेर आएँ होइन अनि अब गएर बनाएर खाने हो यस्तै रहेछ जिन्दगी के खानु तरकारी आज के खाने भन्ने समस्या हुन्छ यार अरूलाई के को समस्या छ मलाई थाहा छैन है मलाई चाहिँ हरेक दिन बिहान उठेपछि आज के खाने भन्ने चाहिँ समस्या हुन्छ यार के चाहिँ खानु के तरकारी पनि झ्याउ लाग्छ यार केही मन पर्न छोडिरहेछ मलाई त पहिला विदेशबाट आएका दाइहरू भन्थे विदेशमा त मासु त सब्जी के भन्छ सागहरू भन्दा सस्तो पर्छ त्यस्तो चाहिँ होइन रहेछ नेपालको कम्पेयरमा चाहिँ सागहरू भन्दा सस्तो लागेको रहेछ होइन उस्तै दाम पर्ने हो अनि बनाउन सजिलो के अल्छी लाग्ने त्यो भएर ल है म चाहिँ साथीहरू किचन आइसकेँ किचन चाहिँ खासै गतिलो छैन भाँडा बसाएँ होइन अनि यहाँनिर चट्ट रेडी गरेको छ बनाउनलाई चट्ट लसुन कुट्नलाई एउटा ओखली छ टमाटर यहाँ छ मासु यहाँ छ यसले धुने हो प्याज लसुन सब रेडी छ है त अदुवा फ्रिजमा छ के अरे अनि भाँडा यहाँ बसिसकेको छ रिजर्भ हान्नुपर्छ कि यो फेरि अब पर्सनल होइन मान्छे आएर अहिले भर्यो भने त गिद्दी हुन्छ नि त पाउँदैन नि त त्यही भएर ल अब म चाहिँ बनाइसकेर मात्रै देखाउँछु है चिकन कस्तो भयो भनेर रेसिपी चोर्नु भयो भने पो तनाव हुन्छ त त्यही भएर म त खतरा हो फेरि कुक त्यही भएर अब चाहिँ म एकैचोटि बनाएर मात्रै देखाउँछु है त गाइज बन्यो है दामी मेरो लागि चाहिँ दामी हो तपाईँहरूलाई कस्तो भएको नि है मस्तसँगले बनाइयो अब खाने हो भनेको खानुभन्दा अगाडि यसो बाहिरतिर निस्किन मन लाग्यो क्या है अहिले के खाइहाल्नु बनाउनु बित्तिकै जस्तो लाग्यो ल म बाहिरतिर गएँ त घुम्न बाई रुमबाट त निस्क्यो अब कता जाम भयो त्यस पछाडि म चाहिँ हाइवे पारीतिर आएँ है त एनर्जी ड्रिङ्क लिन मैले भने हाइवे चाहिँ यही है शेख जायद रोड यहाँको सबैभन्दा ठुलो उता पर मेट्रो स्टेसन पनि देख्न सक्नुहुन्छ अनि यो पारीपट्टि चाहिँ पुरै टी कम एरिया हो म चाहिँ त्यतै बस्ने हो घरिघरि अल्छी लागेको यता आउँछु यसो गाडीहरू हेर्छु रमाइलो लाग्छ हौ ठ्याक्कै 88 गाडी पनि लागिरहेको छ यो गाडी पनि राम्रै चढ्यो म पहिला उता जुमेरा साइडतिर काम गर्दाखेरि राम्रै चढेँ यसैमा जाने आउने हो यो चाहिँ जुमेरा हुँदै उता देरासम्म जान्छ देरा सिटी सेन्टर लेखिरहेको छ त्यहाँनिर कोका कोलालाई चाहिँ वर्ल्ड कप लागिसकेछ गाइज है तपाईँहरूलाई चाहिँ कतिको लागेको छ कुनी भर्खरै कोका कोला खाएको फेरि यो मै खाँदाखेरि मर्दिन नि भन त यहाँ चाहिँ लास्ट फेमस है 11 अप भनेर यिनीहरूले मोहीलाई ब्रान्डिङ गरेर खतरा बेचिदिएको छ घरमा मै कहिले हेरे होइन क्या अरे अब यहाँ आएर यसरी किनेर खाँदैछु गाह्रो छ हाम्रोमा नि गर्नु नि हौ गर्दा के चाहिँ हुँदैन कि हरेक चिज ब्रान्ड बनाएर बेच्न सकिन्छ क्या हाम्रोमा पनि खै किन चासो नभएको कसैलाई यो चाहिँ खजुरको बोटै गाइज माथि खजुर हेर्नु त चिचिले लागिरहेछ जताततै खजुरको बोट चाहिँ हुन्छ है यहाँ अनि यतापट्टि चाहिँ टक्क खतरा बिल्डिङ ठडिँदैछ है ठुलो बनाइछन् धमाधम दुबईमा जताततै बिल्डिङहरू बनिरहेछन्
ल यो बन्ने पछाडि चाहिँ म पनि एउटा लिनुपर्छ होला फ्लाइट। टक्क यहाँ चाहिँ है खजुरको बोट मुनि टक्क यसरी बस्ने ठाउँ बनाइदिएको छ। मलाई त्यही भएर यो पारि आउनु मन लाग्छ है कहिलेकाहीँ। हेर्नु त स्टप एन्ड सप जबरजस्ती छ के, गाह्रो छ। ल यो बन्दै गरे बिल्डिङ चाहिँ बनिसकेपछि यस्तो देखिन्छ अरे है त यो। ल देखाइदिइहाल्यो। हेलो गाइज, म चाहिँ फाइनली आइपुगेँ होइन रुम। अब रुम चाहिँ यस्तै छ होइन। रुम दुबईको रुम कस्तो हुन्छ भन्ने कुरो दुबईबाट थाहा भइहाल्छ क्यारे भन्ने पर्दैन। ल त अब खानासाना खाएर मस्त सुत्ने हो गाइज है। अब विदेशमा खाना लाग्यो, मलाई फेरि रुच्दै रुँदैन भात। ल मस्त भएको छ है आज, सब्जीबाट टक्क भात चाहिँ अब हान्न लाग्यो है त। अब हानेर घप्लक्क सुत्दिने हो गाइज। हेलो गुड मर्निङ गाइज। हिजो चाहिँ खाना खाने बित्तिकै घप्लक्कै सुत्थेँ म है। अनि आज चाहिँ यतिखेर 12 बजे उठेर छु। निन्द्रा पनि के साह्रो लागेको यार। ल त साथीहरू, अर्को भिडियोमा फेरि भेट्नेछु। त्यतिखेरसम्मको लागि बाई।